ल आज हाम्रो दैनिक जीवनमा लुकेको एउटा रमाइलो विज्ञानको कुरा गरौँ न त रसायनशास्त्र हो हाम्रो आफ्नै भान्सामा हामीले खाने खानामा अनि हाम्रो वरपरको संसारमा पनि सुन्दा अचम्म लाग्ला तर यो एकदमै रोचक छ सुरु गरिहालौँ है त एउटा कुरा विचार गरौँ त कागती चाख्दा किन जिब्रोमा अमिलो झन्कार आउँछ अनि साबुनले हात धुँदा किन त्यस्तो चिप्लो हुन्छ हेर्दा त सामान्य कुरा लाग्छ होइन र एउटा अमिलो अर्को चाहिँ टर्रो र चिप्लो तर थाहा छ यिनै सामान्य अनुभवहरूभित्र एउटा गजबको रसायनशास्त्र लुकेको छ। त्यसो भए प्रश्न उठ्छ के हो त यी दुई फरक स्वाद र अनुभवहरूबीचको खास रासायनिक भिन्नता। आज हामी यही रहस्यको पर्दा उघार्नेछौँ। ल सबैभन्दा पहिले अम्लको संसारतिर लागौं। हो त्यही अम्ल जसले हाम्रो खानेकुरालाई त्यो चटपटे अमिलो स्वाद दिन्छ। अब रासायनिक भाषामा भन्नुपर्दा अम्ल भनेको के हो त? यो यस्तो पदार्थ हो जसलाई पानीमा घोल्यो भने हाइड्रोजन आयन अर्थात् H+ आयन निस्कन्छ। हो यिनै साना साना प्लस चार्ज भएका कणहरू नै अम्लको सबै गुणको जड हुन्, त्यो अमिलो स्वादको पनि। त्यसो भए कुनै चीज अम्ल हो कि होइन भनेर कसरी पत्ता लगाउने त? अब स्वाद त अमिलो हुन्छ त्यो एउटा संकेत भयो, तर ल्याबमा चाहिँ हामी लिटमस पेपर जस्ता सूचकहरू प्रयोग गर्छौं। अम्लले के गर्छ भने निलो लिटमस पेपरलाई रातो बनाइदिन्छ। हेर्नुस् त कति सरल तर कति भरपर्दो तरिका। अनि यो नसोच्नु होला कि अम्लहरू प्रयोगशालामा मात्रै हुन्छन्। यी त जताततै छन्। हामीले खाने कागतीमा साइट्रिक एसिड, गोलबेडामा अक्जालिक एसिड अनि त्यो फिज आउने सोडामा त कार्बोनिक एसिड हुन्छ। हाम्रो वरिपरि नै छन् नि, होइन त? अब रसायनशास्त्रको एउटा रमाइलो कुरा के हो भने यहाँ हरेक चीजको विपरीत हुन्छ। अम्लको रासायनिक उल्टो चरित्र हो क्षार। ल अब क्षारको पालो। याद छ अम्लले पानीमा H+ आयन छोड्छ भनेको? हो क्षारले ठ्याक्कै उल्टो गर्छ। यसले पानीमा घुल्दा हाइड्रोक्साइड आयन अर्थात् OH- आयन छोड्छ। यही एउटा मुख्य भिन्नताले गर्दा नै क्षारहरू अम्लको ठिक उल्टो हुन्छन् अनि यिनीहरूको गुण पनि एकदमै फरक हुन्छ। त्यसो भए यिनीहरू बीचको फरकलाई सर्र हेरौँ न त। अम्ल स्वादमा अमिलो जसले निलो लिटमसलाई रातो बनाउँछ, अनि क्षार स्वादमा टर्रो छुँदा साबुन जस्तै चिप्लो र यसले रातो लिटमसलाई निलो बनाउँछ। देख्नुभयो साँच्ची नै एक अर्काका ठिक उल्टो। ल हाम्रा दुई मुख्य पात्रहरू अम्ल र क्षारलाई त चिनिहाल्यौं। अब सोच्नुस् त यिनीहरू भेट्दा के होला? हो अब आउँछ कथाको सबैभन्दा रोमाञ्चक मोड। के त्यहाँ ठूलो विस्फोट हुन्छ कि एकअर्कालाई पुरै नष्ट गर्छन् वा केही बिल्कुलै नयाँ कुरा बन्छ? के होला? जब अम्ल र क्षार एकै ठाउँमा आउँछन् उनीहरूले एक अर्काको गुणलाई काट्छन्, रद्द गर्छन्। यो प्रतिक्रियालाई निराकरण अर्थात् न्यूट्रलाइजेसन भनिन्छ। यो भनेको एक अर्कालाई रासायनिक रूपमा सन्तुलनमा ल्याउने प्रक्रिया हो, एक अर्काको असरलाई न्यूट्रल बनाउने। अनि यो निराकरणको नतिजा सधैँ एउटै हुन्छ। यो एकदमै सरल तर सुन्दर सूत्रले सबै कुरा भन्छ। अम्ल र क्षार मिलेपछि बन्छ लवण र पानी, जहिले पनि यही हो। एउटा उदाहरण हेरौँ है त, अझै प्रष्ट हुन्छ। मानौ हामीले हाइड्रोक्लोरिक एसिड जुन एकदम कडा अम्ल हो र सोडियम हाइड्रोक्साइड जुन एकदम कडा क्षार हो लाई मिसायौं। के बन्छ होला थाहा छ? सोडियम क्लोराइड अर्थात् हाम्रो भान्सामा हुने सामान्य खाने नुन, अनि सँगै पानी पनि। गजब छैन त? त्यसो भए एउटा कुरा के बुझ्नुपर्छ भने लवण वा सल्ट भन्नाले हामीले खाने नुन मात्रै बुझिँदैन। रसायनशास्त्रमा यो एउटा फराकिलो शब्द हो। अम्लको प्लस चार्ज भएको आयन र क्षारको माइनस चार्ज भएको आयन मिलेर बन्ने कुनै पनि आयोनिक यौगिकलाई लवण भनिन्छ। यस्ता त हजारौं प्रकारका लवणहरू छन्। यो अम्ल र क्षार बीचको सन्तुलन प्रयोगशालामा मात्रै महत्त्वपूर्ण कुरा होइन है। जब यही सन्तुलन हाम्रो वातावरणमा गडबड हुन्छ यसको परिणाम निकै गम्भीर हुन सक्छ। कसरी? हेर्नुस्, जब फ्याक्ट्री र गाडीहरूबाट सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड जस्ता प्रदूषकहरू निस्किन्छन् तिनीहरू माथि वायुमण्डलमा गएर पानीसँग मिसिन्छन् अनि त्यसले के बनाउँछ? सल्फ्युरिक एसिड र नाइट्रिक एसिड। अनि जब त्यही पानी परेर तल झर्छ त्यसलाई नै हामी अम्लवर्षा वा एसिड रेन भन्छौं। अनि यसको असर साँच्चै विनाशकारी हुन्छ। अम्लवर्षाले नदी र तालहरूलाई विषाक्त बनाइदिन्छ जसले गर्दा माछा र अरू जलीय जीवहरू मर्छन्।
जङ्गलको बोट बिरुवालाई नोक्सान गर्छ। अनि सोच्नुस् त, सयौं वर्ष पुराना ढुङ्गाका मूर्ति र ऐतिहासिक भवनहरूलाई समेत बिस्तारै बिस्तारै पगाल्दै खियाउँदै लैजान्छ। यो रासायनिक असन्तुलनको एउटा निकै डरलाग्दो उदाहरण हो। त्यसो भए यी सबै कुराबाट हामी के सिक्न सक्छौं त? हाम्रो भान्सा कोठाको सामान्य स्वाददेखि लिएर हाम्रो सिङ्गे ग्रहको स्वास्थ्यसम्म जताततै अम्ल र क्षार बीचको सन्तुलनले हाम्रो संसारलाई आकार दिइरहेको छ। अब अन्तिम प्रश्न, हामीले आफ्नो जीवनमा यो नाजुक सन्तुलनलाई जोगाउन के गर्न सक्छौं होला? यो प्रश्नमाथि विचार गर्नुहोला है।